हेलो गाइज, नमस्ते सबजनालाई। वेलकम छ मेरो आजको भ्लगमा। सानोतिनो छोटो मिठो भ्लग। अब आज चाहिँ बिदाको दिन, लेट उठ्यो। त्यही माथि आज गेम थियो, गेम हेऱ्यो 5 बजीसम्म। त्यसपछि सुतेर बल्ल 10 बज्यो, 10:30 11 बज्न आँट्यो। अब उठ्यो, अब नास्ता खाइन्छ। त्यसपछि आज हल्का सामान किन्न पर्ने छ, ग्रोसरीहरू। अनि त्यहाँ जानुपर्छ, अनि आएर खानासाना बनाएर खानुपर्छ। सो आजको भ्लग चाहिँ म हाल्छु यसो यताउता गरेको। स्टे ट्युन्ड। अब आजको नास्ता भनेको चाहिँ दहीमा ओट्स हालेर भिजाएर राखेको थिएँ। सो लेट्स ट्राई। कहिलेकाहीँ यसो हेल्दी नै खाइदिउँ भनेर। त्यसमाथि टक्क हल्का नट्सहरू हाल्ने। अब नट्सहरू चाहिँ डाइरेक्ट हाल्नुहुन्न, सो हल्का कट हालेर टुक्रा बनाएर हाल्छु मैले चाहिँ। सो खान्छु अब चाहिँ। हेल्दी चाहिँ खानुपर्छ है कहिलेकाहीँ। 1 hour later. अहिले चाहिँ म अब रेडी भइसकेँ बाहिर जानलाई। अनि आज म देखाउँछु जर्मनीमा बोतल बेचेर कसरी पैसा आउँछ भनेर। अब त्यो पैसा आउने भनेको आफ्नै पैसा हो, रिटर्न आउने। सो मेरो हातमा चाहिँ आज यहाँ बोतलहरू छ, अलिअलि कोकसोक जुसहरू खाएको। सो देखाउँछु म, स्टे ट्युन। यो चाहिँ फ्यान मसिन हो। अब म चाहिँ देखाउँछु लाइक सर्कल बोतल हाल्ने, केही गर्न पर्दैन। यहाँ चाहिँ पैसा चाहिँ यहाँ देखाउँछ। त्यहाँ केही गर्न पर्दैन, धेरै मजाले हाल्ने। यहाँ चाहिँ आउँछ पेट्रोल दिने। आज चाहिँ विकेन्ड भएर होला, फुल छ सुपरमार्केट चाहिँ, मान्छे चाहिँ धेरै छ। अब आज चाहिँ म सुरु गर्छु पहिला सुरु चामलबाट। अब मेन चामल चाहिँ छुटाउनु भएन। अब चामलको लाइन कता थियो, यता थियो। आजको सपिङ चाहिँ लसुनबाट गरौँ। त्यसपछि के चाहिँ मैले लगाउनु पर्ने, काँक्रा लगाउनु पर्ने थियो, त्यो अर्को साइडमा छ। अहिले काँक्रा सानोवालामा चाहिँ खै ठुलोवाला काँक्रै छैन। किन यस्तो आज यहाँ रहेछ। त्यसपछि यो अब चामल चाहिँ यहाँ लास्टमा छ। अब मैले खाने चामल भनेको चाहिँ यो दुईवटा लग्छु म चाहिँ, यो प्याराबोइल्ड र अनि यो हाम्रो बासमती राइस। सो मिक्स गर्छु मैले चाहिँ यो कहिलेकाहीँ। अनि आई एम प्लानिङ टु मेक बिरयानी। सो अब त्यति भए पुग्छ। चामल चाहिँ अब यता यस्तो छ। दारु खानेहरूको लागि चाहिँ यहाँ छ। देखिहाल्नु भयो अब जर्मनीको फान्ड सिस्टम चाहिँ। अब त्यो भनेको अब बोतलहरू, प्लास्टिक बोतलहरू, ग्लासको बोतलहरू चाहिँ यताउता नफालोस् भनेर चाहिँ जर्मन सरकार यो कसले लगाएको यो नियम, कहाँबाट सुरु भएको हो, यो चाहिँ खतरा लाग्यो मलाई चाहिँ। किनभने अब मान्छेले त्यो 25 सेन्टको लागि पनि त्यो बोतल फाल्दैन। फालिहाल्यो भने पनि त्यो 25 सेन्टको लागि चाहिँ मान्छेले उठाउँछ। कतिजना मान्छेले चाहिँ यही गरेर नि आफ्नो पेट पालिरहेको हुन्छ। ट्रेन स्टेसनहरूमा देखिरहेको हुन्छ यो सब गरेको चाहिँ। तर यो चाहिँ लाइक बेस्ट हो। यो फोहोर कम गर्नुमा यसले चाहिँ धेरै ठुलो रोल खेलेको छ जस्तो लाग्छ। अनि अर्को कुरा, जर्मनीको यो वेस्ट रिसाइक्लिङ, वेस्ट म्यानेजमेन्ट चाहिँ खतरा छ। सो एभ्री कुरालाई रिसाइकल गर्छ, वेस्टहरूलाई सेपरेट गर्छ। सो यसले चाहिँ लाइक इट्स प्ले अ बिग रोल टु कन्ट्रोल पोल्युसन। यहाँ चाहिँ लाइक कुकुरले बाटोमा दिशा गऱ्यो भने पनि प्लास्टिकमा उठाएर लगेर डस्टबिनमा फाल्छ। यो चाहिँ मैले देखेको छु। आई वाज लाइक सक। अनि ठाउँमा चाहिँ डस्टबिनको साइडमा चाहिँ प्लास्टिक पनि हुने रहेछ। यहाँ चाहिँ मेरो यहाँ चाहिँ मैले धेरै ठाउँ देखेको छु, तर लाइक अरू ठाउँ चाहिँ त्यस्तो खासै देखेको छैन। सो अलिअलि सपिङ चाहिँ गरेँ मैले, खासै धेरै चाहिँ गरिनँ। अब सपिङ पनि के भन्नु। सो 7-8 9 युरो भएको थियो, लाइक समथिङ 10 युरो जति भएको थियो।
50 युरो चाहिँ मेरो फान्डको आएको थियो, त्योबाट काटेर चाहिँ 6 पोइन्ट समथिङ कति आएको थियो। सो त्यही हो, चेटल चाहिँ हेरेको छैन मैले, अहिले देखाउँछु कति कति पऱ्यो भनेर। अनि त्यही हो, लाइक सामान चाहिँ किनेँ मैले अलिअलि, तर लास्टमा याद आयो कि मैले चाहिँ वासिङ पाउडर चाहिँ हाल्न बिर्सेँ भनेर। केही छैन, नेक्स्ट टाइम किनौँ होला। अब त्यही हो, के गरेर दिन काट्छ भन्छ मान्छेले, अब यही हो। अरू दिन काम, विकेन्डको दिन एक दिन सुत्यो, एक दिन चाहिँ रुमसुम सफा गर्न, ग्रोसरी किन्न, त्यही ठिक्क हुन्छ। यस्तै चलिरहेछ लाइफ चाहिँ, अरू त्यस्तै हो। अब यताको भ्यू चाहिँ जङ्गलै जङ्गल छ, अस्तिसम्म चाहिँ पुरा सुक्खा थियो, अब आजभोलि चाहिँ पुरा हरियाली भएको छ। त्यही हो। सामान भनेको चाहिँ अब चामल, कोक, 2 दाना स्याउ र यो काँक्रा, लसुन। मेरो एउटा बोतल चाहिँ रिटायर आयो, किनभने बारकोड हुन्छ कि त्यो स्क्यान हुनुपर्छ। सो मैले चाहिँ यो खै किन निकालेको थिएँ। अब यहाँ चाहिँ मेरो 25 सेन्ट घाटा लाग्यो है यो चाहिँ। सो त्यही हो, यो बारकोड चाहिँ नफाल्नु होला। पछि म भात बनाउँछु, तरकारी मसँग छ अलरेडी। सो त्यसपछि खान्छु, त्यसपछि नुहाइधुवाइ गर्छु, त्यसपछि रेस्ट गर्छु। भोलि बिहान 5 बजे काम छ। अब चाहिँ म भात बनाउँछु। भात पाक्दै गर्छ, त्यति बेलासम्म चाहिँ म भित्र गएर यसो रुमसुमहरू क्लिन हान्छु। कहिले कहिले हुन्छ जेलमा म त परे कान्छे तिम्रो पिरतीको फेलमा बगाउ कान्छे मलाई बगाउ सलाला बगाउ कान्छे मलाई। सो गाइज, खाना रेडी भइसक्यो, प्लेटिङ पनि टक्क गरिसकेँ मैले। प्लेटिङ देखाउँछु मैले गरेको। अब यहाँ चाहिँ मेरो प्लेटिङ चाहिँ खाना, यहाँ चाहिँ चिकन ग्रेभी, भात, यो चाहिँ आमको अचार हो। सो यति नै हो, खाना खान्छु अब, त्यसपछि सुत्छु, नुहाइधुवाइ गर्छु, अनि बेलुकातिर यसो लाइभ पनि आउँछु म हल्का। सो आजको ब्लग यति नै हो। थ्याङ्क यू फर वाचिङ। सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला, सेयर गर्नु होला, जे गर्नु मन छ गर्नु होला। अहिलेको लागि चाहिँ बाई बाई।